आज चाहिँ हामी सेयरिङको बारे हेर्दैछौँ। डे 1 भन्दा हुन्छ। सो आज हामी जस्ट सिम्पल बेसिक प्रिन्सिपल बेसडिएफ एमिसन र एमएस टेक्सचर कसरी युज गर्ने भनेर हेर्छौँ। सो मसँग यहाँ एउटा पहिलो बनाएर मोडल छ। सो हामी आज यसलाई टेक्सचर गर्छौँ एकछिनमा। सुरुमा चाहिँ अलिकति बुझौँ सेडिङको बारे कसरी युज गर्ने भनेर। सो अब सुरुमा चाहिँ म एउटा स्क्वेयर लिन्छु, सेटिसमेन्ट र स्केल अलिकति गरिदिन्छु। सो अब हामी त्यसपछि चाहिँ सेयरिङ ट्याबमा जान्छौँ। सेयरिङ ट्याबमा आएपछि चाहिँ सो जहिले पनि हाम्रो यो जुन ब्रडकास्ट भएको छ नि, यो चाहिँ हाम्रो एचडिआर आयो। एचडिआर भनेको हाम्रो इन्भाइरोमेन्ट। सो अब चाहिँ म सुरुमा न्यू गरिदिन्छु। न्यू गर्दाखेरि जहिले पनि हाम्रो प्रिन्सिपल बेसडिएफ भनेको डिफल्टमा आउँछ। अब यदि अर्को सेडरहरू चाहिँ खान्छ हामी सिफ्ट ए गरेर यहाँ सेडरमा हेर्नु भन्छ, यहाँ देख्नुहुन्छ तपाईँले होइन छोराछोरी। मेटालिक, डिफ्युज, एमिसन, ग्लास, ग्लोसी, होल्ड, मिक्सर, प्रिन्सिपल, ट्रान्सप्यारेन्ट छोराछोरीहरू छन्। सो आज हामी प्रिन्सिपल बेसडिएफ एमिसन र इमेज टेक्स्ट कसरी युज गर्ने हेर्छौँ। अब हेरौँ। सुरुमा भनेको जहिले पनि हाम्रो डिफल्ट कलर भनेको व्हाइट आउँछ। सो अब हामीले अब यो स्पेयर छ। सो ओके, अब म यसलाई कलर चेन्ज गर्छु, जुन मन लागेको जुन हालिदिनु भयो। सो ओके, म अलिकति ओरेन्ज टाइप या रेड टाइप, रेड ल ओके, अलिकति यस्तो कलर हालिदिन्छ। सो कलर चेन्ज भयो नि। सो अहिले हाम्रो रफनेस किनकि अहिले त यस्तो केही छैन नि त, जस्ट फ्ल्याट छ नि त। अब यसलाई म अलिकति चेन्ज गर्छु। यदि मैले रफनेस चलाएँ भने के हुन्छ र? रफनेस जति घटायो नि त्यति उसले हाम्रो एचडिआरआईको रिफ्लेक्ट उसले देखाउँछ कि। सो अहिले चेक गरौँ। मैले बढाएँ भने ऊ रबर जस्तो बन्न जान्छ। सो अब यदि मैले घटाएँ भने चाहिँ जस्तै यो देख्नु भएको छ नि, उयो यो चाहिँ हाम्रो एचडिआरआई रिफ्लेक्ट भयो कि यसमा चाहिँ। तर यो मेटालिक चाहिँ भएको छैन ल, किनकि मेटालिक लुक छैन नि त अझ पनि। यो जस्ट रिफ्लेक्ट भइरहेको छ। यो जस्ट फ्ल्याट कलर छ, मेटालिक त छैन। यो मेटालिक दिइरहेको छैन। सो यदि मैले यसलाई मेटालिक दिनु पऱ्यो भने चाहिँ यो मेटालिक गर्ने छ यहाँ। सो मैले यसको भ्यालु 1 गरिदिएँ अरे। सो अब चाहिँ मेटालिक भयो क्या। तर मैले रिफ्लेक्ट धेरै गएको छ नि त रफनेस 0 भएर। सो यदि मैले रफनेस बढायो भने चाहिँ जति रफनेस बढायो त्यति उसले एचडिआरआई ब्लर गर्दै जान्छ क्या यसरी। अब यो अलिकति रिफ्लेक्टेड भयो नि त, रिफ्लेक्टेड घट्यो नि त। यदि मैले बढाएँ भने चाहिँ फेरि ऊ जस्तै भयो क्या, पुरा पेन गरे जस्तो रबर टाइपको जस्तै भयो नि त मेटालिक भइटा पनि। सो रफनेसले पनि धेरै रोल खेल्छ, इम्पोर्टेन्ट रोल अब्जेक्टमा। सो कि मेटालिक हो। सो म यति गर्छु, यो मेटालिक भयो यसलाई। अब मलाई मेटालिक चाहिएन, अब यो ऊ चाहियो अरे। अब ट्रान्सप्यारेन्ट डिफ्युज भयो होइन। डिफ्युज भनेको चाहिँ जस्तै यता यो लाइटहरू हुन्छ नि, त्यो डिफ्युज लाइट गर्नुभयो। त्यसपछि अब हामी ट्रान्समिसन, अब मलाई चाहिँ यो अहिले मेटालिकबाट म हटाइदिन्छु। रफनेस 0 नै गरिदिन्छु यसलाई। अब पुरा रिफ्लेक्टेड छ, जस्ट फ्ल्याट कलर। ट्रान्समिसन 0 गऱ्यो भने अब नि मैले यो रेन्डर भ्यूमा हेऱ्यो भने केही हुँदैन क्या, पछाडि केही देखिरहेको छैन नि त यसलाई। किनभने अब हामी यसको लागि चाहिँ उयो मेटेरियलमा गएर सुरुमा चाहिँ रेन्डर अप्सनमा गएर रे ट्रेसिङ अन गर्नुपर्छ। सो त्यसपछि अब हामी मेटेरियलमा जान्छौँ यसकै। यहाँ मुनि आएपछि उयो देख्नुहुन्छ नि, रे ट्रेस ट्रान्समिसन अन गरौँ। सो अलिकति देख्यो नि त। त्यसपछि स्पेयरको ठाउँमा चाहिँ स्ल्याब हालिदिउँ, किनकि अहिले रफनेस छ यो। सो त्यही म यसलाई नै अर्को एउटा कलर दिइदिन्छु ल, किनकि त्यो प्लेन यत्तिकै फ्ल्याट भएको भएर अनौठो देखिरहेको छ। अरू मैले ट्रान्समिसन यति गरे पनि अहिले यस्तो देखिरहेको छ नि त। ट्रान्समिसन 1 नै छ। सो रफनेस अहिले मेरो यहाँ 0 छ। यता आएर मैले यो स्ल्याब हालिदिएँ। सो यसलाई ब्लेन्डेड गरे नि भयो। म चाहिँ अहिले यसको लागि डिटरै हालिदिइरहेको छु। सो अब यदि मैले अब रफनेस बढाएँ अरे, यो हरायो। तर अहिले पनि त्यस्तो देखिरहेको छैन। सो यसको लागि चाहिँ म अब फेरि अब यहाँ आएर ट्रान्सप्यारेन्ट बेसडिएफ एउटा युज गर्छु। सो अहिले एकचोटि चाहिँ
नोट ऱ्याङ्गलर भन्ने एउटा अन गर्नुपर्छ। त्यो गऱ्यो भने एभ्री जसले युज गरेर हुन्छ नोट ऱ्याङ्गलर प्रिफरेन्समा गएर एड गरेर नोट एनओडी यो अन गर्नु, यो धेरै काम लाग्छ। सो मैले कन्ट्रोल सिफ्ट थिएँ भने अब यसको के कस्तो गर्छ पुरै खाली भयो नि त यो त। सो मैले यसको भ्यालु चेक गरेँ अब। सो यदि अब यो कनेक्ट गरेँ भने त यतिकै छ। सो अब यो दुइटा नोट म मिक्स गरिदिन्छु अहिलेलाई। सो त्यसको लागि चाहिँ मिक्स सेडर भन्ने छ, मिक्स सेडर। सो हामी यो यता युज गर्छौँ। अरू दुइटा मिक्स भयो नि त, पछाडिको देखिरहेछ नि खाली खाली हो, यता हेरे पनि अब देख्नुहुन्छ नि खाली खाली भयो नि त। अब जस्तो अब ट्रान्सप्यारेन्ट ग्लास लुक आयो नि त। अब अझ पनि मलाई अलिक त्यो बुझेन भने चाहिँ म यहाँ फेरि एउटा फ्रेसनेल यो फ्याक्टरले चाहिँ अहिले चाहिँ फ्याक्टर हेरौँ, फ्याक्टर भएर फ्याक्टर चाहिँ यो र यसको ब्लेन्ड के दुइटाको मिक्स ब्लेन्ड कतिको ब्लेन्ड गर्नु त। 0 गऱ्यो भने चाहिँ हामीले ट्रान्सप्यारेन्ट पनि लिने भयो, 0.5 भनेको आडारी लिने भयो र 1 भनेको चाहिँ प्रिन्सिपल बेसडेप लिने भयो। सो त्यो कति लिने चाहिँ तपाईँले हेरेर गर्नु, अहिले यति नै गरौँ। सो अब त्यसपछि अब हामी हेर्छौँ एउटा एमिसनको बारे। एमिसन हालौँ। एमिसन भनेको चाहिँ हाम्रो कुनै अब्जेक्टको लागि जस्तै लाइट प्रोभाइड गर्नुको लागि हो। ओके पाउनुहोस् ल म यही गर्छु। एकचोटि फेरि अर्को एउटा अब्जेक्ट थप्छु म। ओके कुन हाल्दे, यसलाई मैले यसको भित्र लगिदिएँ। सो यसलाई म न्यू गरेँ, प्रिन्सिपल बिएसडिएफ डिलिट गरिदिन्छु। यहाँ गएर एमिसन यो कनेक्ट गरिदिन्छु सर्फेसमा। सो यो चाहिँ ग्लो हो क्या, जस्तै अहिले त के देख्न नि यहाँ गएर हेर्दा नि देखिन्छ है। मैले हटाएँ नि प्रिन्सिपल बिएसडिएफ नै राखेर एकचोटि बुझाउनुको लागि। प्रिन्सिपल बिएसडिएफ भनेको अहिले हाम्रो ग्लोहरू केही दिइरहेको छैन नि त, जसरी के छ नि। सो हामी अब यो कनेक्ट गरेर चाहिँ ग्लो दिन्छ, जति भ्यालु बढाए त्यति लाइट प्रोभाइड गर्छ। एमिसन भयो यो चाहिँ, जो चाहिँ कुनै अब्जेक्टहरू टल्काउनु पर्ने छ, लाइटहरू चाहिरहेछ भने चाहिँ सो हामी एमिसन युज गर्न सक्छौँ। त्यसपछि अब आउँछ इमेज टेक्सचर, एकचोटि हेरौँ कस्तो हाल्यो भनेर। सो म दुइटै डिलिट गरिदिन्छु। क्युब हालौँ, प्लेन युज गरेँ। अब यसलाई पनि मैले अर्को म्याटेरियल चाहिँ युज गरेँ, यो छ इमेजमा चाहिँ हामी सिफ्ट ए सर्चमा गएर इमेज टेक्सचर सर्च गर्छौँ। सो अब हामीले यो नोट छ नि कलर नोट चाहिँ बेस नोटमै कनेक्ट गरौँ। अहिले ब्ल्याक छ किनकि हामीले कुनै पनि सेलेक्ट गरेको छैनौँ। यो येल्लो र यो हाम्रो येल्लो डटहरू चाहिँ कलर नोट भयो र यो ग्रे डटहरू चाहिँ हाम्रो उस फ्याक्टर नोटहरू भयो, फ्याक्टर नोट कनेक्ट गर्नुको लागि। अब चाहिँ हामी यहाँ ओपन गर्छौँ कुन इमेज हाल्ने हो भनेर। सो मसँग यहाँ कुन छ एउटा हेरौँ। ओके ओके अहिलेको लागि म चाहिँ ओके अहिलेको लागि म युज गर्छु। सो यो चाहिँ हाम्रो इमेज नोट भयो है। अब जस्तै नोट ऱ्याङ्गलर अघि मैले अन गर्नु भन्नुभएको थिएँ नि। सो अब मैले कन्ट्रोल टी थिएँ भने चाहिँ यसको अप्सनहरू आउँछ क्या, म्यापिङ अप्सनहरू। अब जस्तै अब लोकेसनहरू छुट्टै लोकेसन के कतिको चाहिन्छ, वाइ लोकेसन, रोटेसन के कतिको गर्ने, जस्तै स्केल एक्स स्केल वाइ स्केल। यसलाई हाम्रो इमेज टेक्सचर राख्ने आइडिया भयो चाहिँ यसरी हाल्न सक्छौँ। अब चाहिँ हामी यति बुझ्नुभयो भने चाहिँ अब हामी अघि जुन मोडल थियो नि त्यसमा कलर गरौँ। मैले त म अहिलेलाई डिलिट गरिदिन्छु अहिलेको मोडल अन। ओके सो हाम्रो यो भनेको अलिक प्लास्टिक टाइपको हुन्छ नि त। सो मैले न्यू गरेँ, अहिले यसलाई बडी प्लास्टिक नेमिङ गरिदिन्छु यसको लागि चाहिँ। अब सपोज यो कलर निलो चाहिला छ, निलो चाहियो हामीलाई। त्यसपछि हामी रफनेस घटायो भने चाहिँ रिफ्लेक्ट हुन्छ। सो हामीलाई रफनेस त हामीलाई अलिकति रबर टाइप हो नि त, यो 0.6 यति जति हालौँ। मेटालिक हुँदैन किनकि हाम्रो यो टल्काउनु छैन।
अब यही कलर रेडी यसमा चाहन्छ भने चाहिँ यो अब्जेक्ट सेलेक्ट गर, त्यसपछि यो सेलेक्ट गर भने कन्ट्रोल एल थिच्यो भने सो यो अप्सन लिङ्क अप्सन आउँछ। लिङ्क मेटेरियल गर भने त्यही मेटेरियल उसमा लिङ्क भयो के। अब हामीलाई त्यसको कलर अर्कै चाहिरहेछ। सो अब त्यसमा चाहिँ हामी यो न्यू मेटेरियल यो गऱ्यो भने चाहिँ ठ्याक्कै यो डुप्लिकेट बनिदिन्छ क्या। यो जुन नम्बर 2 देखिरहेको छ नि, अब 2 भनेको चाहिँ यो बडी प्लास्टिक मेटेरियल चाहिँ दुईटा अब्जेक्टमा युज भइरहेछ भने भयो यो चाहिँ। सो अब हामी यो गऱ्यो भने चाहिँ यसको ठ्याक्कै डुप्लिकेट बन्यो, हामी रिनेम गर्न सक्यौँ। बटन ओके, बटन भनेको धेरै जस्तो ब्ल्याक, अलिक ब्ल्याक टाइप हुन्छ होइन। ओके, अब हामीलाई अलिकति रफनेस घटाइदिनु भयो। यदि तल्काउनु छ भने अलिकति तल्काइदिउँ। अब यही यसकै मेटेरियल्समा चाहिएको छ नि सेम कन्ट्रोल एल लिङ्क मेटेरियल। अब यो त अलिकति स्क्रिन टाइपहरू भयो नि त, यो हाम्रो ब्ल्याक मेटल भयो। सो न्यू, अब यसलाई ब्ल्याक बडी अलिक लागि नेमी अलिक, अब यसलाई चाहिँ अलिकति ब्ल्याकै गरिदिउँ, हल्का रफनेस घटाइदिउँ, अलिकति मेटालिक लुक। तिमीलाई चाहिँ त्यसपछि आउँछ हाम्रो यो बटन। सो यो बटनलाई पनि यसको लुक दिनु भयो। सो दुईटा सेलेक्ट गरौँ, अघि जस्तो कन्ट्रोल एल लिङ्क मेटेरियल, त्यसपछि अर्को बटन छैन है। सो ओके, अब यो चाहिँ हाम्रो स्क्रिन अघि भने जस्तै यो चाहिँ हाम्रो ग्लास मेटेरियल होइन। सो यसको लागि पनि अब सुरुमा मैले न्यू गरेँ, अब यसलाई स्क्रिन गरौँ। सो यो बाहिरको स्क्रिन भयो, हामी भित्रलाई इमेज स्विच गर्छौँ। यसको लागि हामी ट्रान्समिसन अघि जस्तो 1 गरिदिन्छौँ। सो अहिले हाम्रो रफनेस त यो केही छैन नि। अब हामी अघि जस्तो ट्रान्सप्यारेन्ट BSDF मिक्स सेडर एउटा नोट थपौँ। यो ट्रान्सप्यारेन्ट जहिले पनि टपमा, BSDF सेकेन्डमा, अनि यो सर्फेसमा के ल। अघिको लागि यो कलर पछि चेन्ज मलाई चेन्ज गरिनु भयो। त्यसपछि हाम्रो अर्को भित्र अर्को एउटा स्क्रिन छ, त्यसको लागि फेरि हामी यसमा इमेज टेक्सचर युज गर्छौँ। शिफ्ट ए इमेज टेक्सचर कलर टु बेस नोट। सो अघि जस्तै ओपन, अब तपाईँलाई कुन राख्नु मन लाग्छ त्यो राख्नु। अहिलेको लागि म चाहिँ फेरि यो युज गर्छु। सो यो किन नदेखान्छ अहिले हाम्रो यो युभीमा हेर्नुभयो भने चाहिँ सो यो ठिक जान्छ अनऱ्याप, त्यसमा रिभ्यू अनऱ्याप गर्नुभयो भने ओके अहिले देखायो नि त। सो कहिले काहीँ त्यसो देखायो भने चाहिँ यो युभी पनि चेक गर्नुपर्ने हुन्छ हाम्रो। सो युभीमा जाउँ, R90 सरी ओके R90 हो एन्ड सेडिङ। अब स्क्रिनको अब हेर्नुभयो भने अब भ्यालु पुरै क्लियर चाहिँदैन भने चाहिँ अलिकति यस्तो गर्नु मिल्यो। अब यदि यसमा एमिसन चाहिरहेछ भने चाहिँ सो यहाँ एमिसनको भ्यालु बढिदिनु भने चाहिँ स्क्रिनको एमिसन भयो। सो हामीलाई अहिले स्क्रिनको एमिसन चाहिएन, 0 राखौँ। भिडियोको स्क्रिनमा एमिसन दिनु परेछ भने चाहिँ जस्तो गरौँ मिक्स सेडर एकचोटि युज गरेर हेरौँ कस्तो भ्यालु आउँछ। एमिसन हालेर हेरौँ होइन 0.1। सो अहिले चाहिँ हाम्रो सेटिङ यो भयो। अब यसमा भोलि चाहिँ हामी अब यसमा युभी काट्छौँ, यो अब्जेक्टको युभी काटेर यसमा भोलि हामी अर्को स्टिकरहरू जस्तो टाँच्छौँ यता अगाडितिर। सो अझ एउटा एमिसन चाहिँ हामी यता हाल्न सक्छौँ।
सेडिङ मानिलौँ सो यो अब्जेक्ट सेलेक्ट गरेँ मैले अब यहाँ आएर बडी प्लास्टिकलाई डुप्लिकेट गरिदिएँ यसलाई मैले एमिसन लेखिदिएँ यसको सट्टा मैले एमिसन सबै एउटा डिलिट चाहिँ गर्नु हुन्थ्यो होला हामी यसको लागि चाहिँ पहिला चाहिँ यहाँ अब्जेक्टमा गएर चाहिँ प्लस गर्छौँ यहाँनिर सो अब यहाँ आएर अहिले अब्जेक्ट बडी प्लास्टिकै हालेर हुनानी भयो अब त्यसपछि यसलाई जस्ट डुप्लिकेट र एमिसन नाम दिउँ अनि असाइन हानिदिउँ सो असाइन नगरिकन चाहिँ यो जुन एक्स्ट्रा मेटेरियल छ नि त्यो चाहिँ यसमा युज असाइन गर्नु मिल्दैन सो मैले अहिले यसमा चाहिँ कलर चेन्ज गरेँ अरे सो अहिले देख्नुभयो नि कलर चेन्ज भयो सो यसको सट्टा चाहिँ म एमिसन हाल्छु अहिले एमिसन सेडर सो कलर अब जुन राख्ने भयो सो म हरियो गरिदिन्छु किनकि अहिले हाम्रो यो 4.3 मा चाहिँ ब्लुम भन्ने छैन लास्टमा हामीले कम्पोजिट गर्नुपर्छ त्यो रिफ्लेक्ट रेसको लागि चाहिँ ग्लोको लागि सो म भ्यालु बढाएर अहिले 5 गरिदिएँ भने चाहिँ यो फ्लोरमा यो गरेर ओरेन्ज गरिदिन्छ यसलाई अनि मैले मेटालिक गरेँ भने चाहिँ पुरा रिफ्लेक्ट यस्तो आउँछ सो हामीलाई यस्तो चाहिएन मेटालिक चाहिँ गरिदिन्छ सो आजलाई चाहिँ यति सो यदि अब यता बिच बिचतिर लाइटहरू चाहिन्छ भने पनि सेम त्यस्तो गर्दा हुन्छ अलिकति टाइम लाग्न सक्छ सो म अलि स्पिड अप गर्छु प्रोसेस यसमा पनि अब जस्तै एमिसन र असाइन सो ओके हैन मलाई यो अर्कै एमिसन चाहिएको छैन फेरि एमिसन भने यहाँ सेलेक्ट गरिदिन्छु यसलाई जस्तै यहाँ डुप्लिकेट गरेर यसको कलर म ब्लू नै गरिदिन्छु ल सरी अब असाइन गरेर हैन ब्लू हैन रेड वाला लाइट ओरेन्ज रेड ओके सो ल आजलाई यति बाँकी सेन्डविचको युभी भोलि हामी काट्छौँ अनि जस्ट एमिसन नोट रेङ्गर चाहिँ अन गर्न नबिर्सिनु आज हामी प्रिन्सिपल बेस एमिसन र यो ग्लास इफेक्ट ट्रान्सप्यारेन्ट कसरी युज गर्ने त्यो सिक्यौँ सो बाँकी अब हामी भोलि हेर्छौँ सो आजलाई यति छ टाटा बाई बाई सी यू अगेन